एभ्रिवान ह्याप्पी होली सबैजनालाई। आज होलीको दिन चाहिँ म टोटली रेस्टमा छु है। पोहोर चाहिँ मैले खोलेको थिएँ किनभने कतिजना भाइ बहिनीहरूले एकदमै रिक्वेस्ट गर्नुभएको भएर गएको थिएँ होइन। यसपालि चाहिँ मैले नो भनेर होइन मैले भन्दै गरेँ कतिजनालाई हिजो नै मैले प्लिज हुँदैन नै भन्दै होइन। मलाई यो पुरै पेनिङ भइरहेको छ, त्यही भएर म आज रेस्टमा छु होइन। तर दिउँसोलाई फजी वायर चाहिँ लिएर आएको छु, मेबी बुके पनि बनाउन सक्छु है। तर म आज चाहिँ घाममा अलि रेस्टै गर्ने विचारमा छु होइन। मैले चाहिँ के भन्न छुट्याएँ भने अघि होइन भिडियोमा कतिजना दिदीबहिनीहरूले चाहिँ है जे पाए त्यो प्राइसिङ राख्ने दिदीबहिनीहरू उहाँहरूलाई थाहा नभएर पनि हुनसक्छ होइन। ला मलाई मेरो सामान मन पर्दैन कि, ला त्यतिमा लिँदैन कि, ला यो राम्रो भएन कि, प्लिज है त्यस्तो चाहिँ नसोचिदिनुहोस् है। हजुरले मेहनत गरेर बनाएको सामान हजुरलाई राम्रो लाग्नु पर्यो सबसे पहिला होइन। अरूले त अफकोर्स कदर गर्ने नै भयो किनभने एकदमै मेहनत लागेको हुन्छ त्यसमा होइन। प्रायः आजकल एकदमै ह्यान्डमेड सामान भनेको सबैजनाले बुझ्नुहुन्छ कि कति मेहनत लाग्छ भनेर। जस्ट प्राइसिङ लो आएर मात्रै फलानु ठाउँमा त्यतिमा पाउँछ नि भन्नुहुन्छ होइन उहाँहरूले। तर मेहनत त अफकोर्स सबैले बुझ्नुहुन्छ किनभने त्यसमा पुरा इफोर्ट लागेको हुन्छ नि है। सो प्लिज है हजुरहरूले गरेको काम पहिला हजुरहरूले मन पराउनुहोस् होइन। बिहान उठ्दाखेरि राति गर्नुभएको छ भने बिहान उठ्दा आँखा खोल्दा वाउ मैले हिजो राति यस्तो काम गरेको थिएँ भन्ने होस् है। सकेसम्म त राति काम नै नगर्नुहोस्, म चाहिँ त्यो भन्न चाहन्छु होइन। तर जे यदि गर्नुभयो भने पनि हजुरले आफ्नो कामको रेस्पेक्ट पहिला आफैले गर्न सिक्नुहोस् होइन। ला त्यति मात्र लिँदैन भने हजुरलाई कसरी थाहा हुन्छ अरूको विचार होइन। त्यो त्यसै हावाबाट प्राइसिङ गरेर हुँदैन। इफ हजुरहरूलाई कम प्राइसमा गर्नु छ भने किन बेच्नु। हजुरले मेहनत गर्नुभएको चिज मजाले डेकोरेसन गर्नुहोस् न होइन। सुहाउँछ नि कति मेरो घरमा कति है मैले बनाएको सामान कति छ, ड्रिम क्याचरदेखि लिएर मिररहरूदेखि लिएर कति छ होइन। भिडियोमा अहिले त मैले देखाउन अब त्यति छैन, रुम एकदम फोहोर छैन, तर कति छ कि मैले सजाउन मिल्ने सामान मेरो घरमा कि म आफैले बनाएको चिजहरू होइन। पहिलादेखि नै सोखिन्थेँ होइन। इफ हजुरलाई पैसाको खाँचो छैन भने त्यो बेच्नु पनि परेन। हजुरले जस्ट डेकोरेसन गर्नुहोस्। फ्युचरमा हेर्दाखेरि हजुरलाई कस्तो आनन्द आउँछ कि मैले कुनै दिन यस्तो काम पनि गरेको थिएँ भनेर होइन, यस्तो जानेको थिएँ भनेर होइन। इफ हजुरलाई पैसाको निड छ भने चाहिँ होइन आफ्नो कामको भ्यालु गरेर है आफ्नो काम मेहनत कति घन्टा लागेको छ त्यसलाई होइन त्यो हाओस् होइन। किन तपाईँलाई फ्युचरमा अवश्य त्यसको मूल्य चुकाउनु पर्छ कि, अवश्य पनि त्यसको मूल्य चुकाउनु पर्छ। सो प्लिज टेक केयर है। प्राइस राख्दा चाहिँ एकदमै याद गर्नु होला, एकदमै मेहनत त्यसैलाई मात्रै ध्यान दिएर पनि काम नगर्नु भन्न चाहन्छु है म चाहिँ। किन पछि बडी पेनिङहरू यो ह्यान्डमेड सामानमा चाहिँ एकदमै बडी पेनिङहरू आउँछ कि लास्टमा गएर। सो हजुरहरूले चाहिँ एकदमै टेक केयर भएर होइन प्राइसिङ एकदम बुझेर राखिदिनु होला है। अघि चाहिँ भिडियोमा छुट्याएको थियो त्यही भएर भन्न आएको छु। थ्याङ्क यू सो मच भिडियो सुनिदिनु भएकोमा। बाई बाई, ह्याप्पी होली।